बिचमा अनि परमेश्वरको वचनबाट केही कुरा सिक्ने अनि सिकाउने एउटा अवसर परमेश्वरले हामीलाई दिनुभएको छ। धेरै धेरै धन्यवाद भएको होस् र मलाई यो समय दिनुहुने हाम्रो अगुवा ज्यूलाई पनि धेरै धेरै धन्यवाद भएको होस्। हुन्छ, आउनुहोस् हामी सबैजना मिलेर आजको विषयतिर हामी प्रस्थान गर्नेछौँ र आज खुसी लागेको छ हाम्रो बिचमा हाम्रो छोरी तपाईँको बुहारी हाम्रो छोरी आउनु भएको छ। उहाँलाई एकदमै स्वागत छ है। खुसी लागेको छ हामी यसरी सबैजना परिवार यसरी मिलेर सेवा गर्न पाउनु भनेको धेरै खुसीको कुरा हो है। हालेलुया। मैले तपाईँहरूलाई विगत केही दिन केही हप्ता केही महिना अगाडिदेखि मैले तपाईँहरूलाई पवित्र आत्मा चाहिँ हामीभित्र हुनुपर्छ अथवा हामी चाहिँ पवित्र आत्माको मन्दिर हो भन्ने विषयमा मैले तपाईँहरूलाई अहिलेसम्म गरेर कम्तीमा पनि मैले 3 चोटि 4 चोटि समथिङ मैले सिकाएँ तपाईँहरूलाई होइन। त्यो हुँदाखेरि चाहिँ हामी पवित्र आत्माको मन्दिर भएको कारणले चाहिँ हाम्रो जीवन चाहिँ कस्तो हुनुपर्छ भन्ने विषयमा मैले तपाईँहरूलाई विगत लामो दिनदेखि मैले तपाईँहरूलाई सिकाउँदै आएको छु र आज पनि म यसको अर्को पाठलाई म तपाईँहरूलाई म सिकाउन गइराखेको छु। तपाईँहरूले थाहा पाइसक्नु भएको छ विषय चाहिँ हामी पवित्र आत्माको मन्दिर हो भन्ने विषय चाहिँ मैले तपाईँहरूलाई सिकाएको थिएँ। त्यो हुँदाखेरि चाहिँ हामी एउटा पवित्र आत्माको मन्दिर भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो जीवन जिउने शैली चाहिँ कस्तो हुनुपर्छ, हाम्रो व्यवहार चाहिँ कस्तो हुनुपर्छ, हाम्रो सबै आनी बानी चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरामा चाहिँ मैले तपाईँहरूलाई सिकाउँदै आएको थिएँ र सबैजनाले निकाल्नुहोस्। हामी सदा चाहिँ त्यही पहिलो कोरिन्थी 3:16 पढेर फेरि हामी आजको वचनतिर हामी प्रस्थान गर्नेछौँ। पहिलो कोरिन्थी 3:16 सबैले तपाईँले बाइबल खोल्नुभयो भने अझै राम्रो, नभए तपाईँले स्क्रिनमा टिभीमा हामीलाई सुविधा छ त्यो कुरा पनि त्यतातिर पनि तपाईँले हेर्नुभयो भने अझै राम्रो हुनेछ। अलि के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरको मन्दिर हो र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ। त्यो पवित्र आत्मा चाहिँ हामीभित्र हुनुहुन्छ अरे। त्यो मन्दिर चाहिँ को रहेछ भन्दाखेरि चाहिँ हामी मानिस रहेछौँ है। हामी मानिस चाहिँ पवित्र आत्माको मन्दिर भएको कारणले गर्दाखेरि चाहिँ हामीभित्र चाहिँ को वास गर्नुहुन्छ अरे? पवित्र आत्मा वास गर्नुहुन्छ अरे। अलि माथि गरिदिनुहोस् त्यहाँ। अनि पहिलो कोरिन्थी 6:19 पनि हामीलाई के भन्छ भन्दाखेरि चाहिँ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएको छौ र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइनौ, तिमीहरू मोल तिरेर किनेका हौ। यसकारण तिमीहरूको शरीरमा परमेश्वरको के हुनुपर्छ अरे? महिमा हुनुपर्छ अरे। हामी चाहिँ परमेश्वरले मोल तिरेर किनेका हौ अरे हामी चाहिँ है। त्यसै कारणले गर्दाखेरि हामी नर्मली व्यक्तिहरू होइनौँ, हामी अर्डिनरी व्यक्ति चाहिँ होइनौँ, हामी चाहिँ एकदमै बहुमूल्य व्यक्तिहरू हौँ। त्यसै कारणले गर्दाखेरि चाहिँ यहाँनिर परमेश्वरले भन्नुभएको छ तिमीहरू स्वयं तिमीहरू आफ्नै होइनौ है, तिमीहरू चाहिँ मोल तिरेर के भनेको छ? मोल तिरेर किनेका हौ। यसकारण तिमीहरूको शरीरमा कसको महिमा हुनुपर्छ? परमेश्वरको महिमा हुनुपर्छ। हालेलुया। त्यसै कारणले गर्दाखेरि चाहिँ हामी पवित्र आत्माको मन्दिर भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो जीवनबाट चाहिँ परमेश्वरको महिमा हुनुपर्छ, परमेश्वरको प्रशंसा हुनुपर्छ भन्ने कुरा चाहिँ आजको वचनले आज हामीलाई भन्दछ। अलि माथि गरिदिनुहोस्। अनि दोस्रो कोरिन्थी 6:16 त्यही कुरा भन्छ मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौ। जसरी परमेश्वरले भन्नुभएको छ म तिमीहरूमा वास गर्नेछु र तिमीहरूको बिचमा हिँड्नु गर्नेछु र म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो प्रजा हुनेछौ। हालेलुया। कस्तो मजाको कुरा गरेको छ मेरो भाइ। तिमीहरू चाहिँ जीवित परमेश्वरका के हो? मन्दिर हो भने जीवित भनेको के हो? जिउँदो हो नि। जिउँदो परमेश्वरको मन्दिर हामी भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो जीवनबाट चाहिँ परमेश्वरको महिमा हुनुपर्छ भन्ने कुरा चाहिँ आजको वचनले आज हामीलाई सिकाउँदछ। त्यसै कारणले गर्दाखेरि आज म विशेष मेरो आफ्नो टपिकतिर जान चाहन्छु। यो सिलसिलामा मैले तपाईँहरूलाई केही कुरा सिकाउँदै थिएँ, यसलाई माथि गरिदिनुहोस्। तर मेरो विषय चाहिँ आज बोली भन्ने विषयमा चाहिँ हाम्रो मन्दिरमा चाहिँ हामीले के कुरालाई चाहिँ कन्ट्रोल गर्नुपर्छ, कसरी बोल्नुपर्छ भन्ने विषयलाई चाहिँ म सिकाउन चाहन्छु। है माथि गर्दै जानुहोस् है। यो अस्ति सिकाइसकेको हो, यो छैन, अलिक तल छ। अस्ति तपाईँहरूलाई मैले यसरी सिकाउँदै थिएँ है।
तपाईँले पढिसकेको यो अस्ति यो हेरिसकेको हामीले अस्ति यहाँ अलिकति म अलिक तल गर्छु त। अस्ति हामी चाहिँ माथि हो त्यो माथिसम्म पुगेको थियो। अस्ति हामी यो लुका 12को 4 देखि अलिकति म तपाईँलाई केही कुरा बुझाउन चाहन्छु। अस्तिको अलिकति छोडेको थियो, 2टा भर्सहरू छ यहाँ। लुका 12को 4 र 5